टिकापुर कौरा नृत्य नेपालको पश्चिम पहाडी क्षेत्रमा बसोबास गर्ने मगर समुदायको एक महत्त्वपूर्ण र परम्परागत लोक नृत्य हो। यो नृत्य प्राय समूहमा घेरा बनाएर प्रस्तुत गरिन्छ। कौरा नृत्यसँग सम्बन्धित गीतहरूलाई कौरा गीत भनिन्छ, जसमा प्रेम, जीवनका अनुभव, प्राकृतिक समाज र सांस्कृतिक भावना अभिव्यक्त गरिन्छ। यो नृत्य विशेष गरी चाडपर्व, मेला, विवाह, जात्रा तथा अन्य सामाजिक अवसरमा नृत्य गर्दा ढोल, जस्ता परम्परागत गीत बाजाको प्रयोग गरिन्छ, जसले नृत्यलाई अझै रमाइलो र जीवित बनाउँछ। पुरुष र महिला दुवैले मगर समुदायको परम्परागत पहिरन लगाएर ताल मिलाउँदै नाच्ने गर्छन्। मगरको कौरा नृत्य केवल मनोरञ्जनको साधन मात्र नभई मगर समुदायको सांस्कृतिक पहिचान, आपसी मेलमिलाप र सामाजिक एकताको प्रतीक पनि हो। यस नृत्यले पुस्तौँदेखि चलिआएको मगर जातिको परम्परा र सांस्कृतिक सम्पदालाई जोगाइरहन महत्त्वपूर्ण भूमिका खेलेको छ। धन्यवाद। अब सबैजनाले हाम्रो नृत्य हेरिरहनु होला भन्ने अनुरोध गर्दछु। नृत्य कसरी सुरु भएको र कसरी गरिन्छ भन्ने विषयमा प्रश्न भएको छ। अब भने स्वीकार्नु होला नृत्य। नानी तराई छौ हाम्रै दवाली, नानी तराई छौ हाम्रै दवाली। कहाँ हो नानी घर तिम्रो, कहाँ हो माइती मावाली। नानी तराई छौ हाम्रै दवाली, नानी तराई छौ हाम्रै दवाली। कहाँ हो नानी घर तिम्रो, कहाँ हो माइती मावाली। नानी तराई छौ हाम्रै दवाली, नानी तराई छौ हाम्रै दवाली।
मैलो रे नि भयो धन्य मैलो रे नि भयो धन्य मैलो रे नि भयो धन्य किन नानी नबोलेको छो भनिँदाखेरि मैलो रे नि भयो धन्य मैलो